हेलो गाइज, म हो जीवन। जीवन जस्तै तपाईँले दुबईमा आएर बाइक राइडरको बाइक राइडरमा काममा लागिसक्नुभयो अथवा यहीँ काम गर्दै हुनुहुन्थ्यो। डेलिभर तालुबर जुनमा काम गर्दा पनि म अब काममा लागिसकेँ, मैले लाइसेन्स निकालिसकेँ। अब म काममा जान्छु भोलिदेखि, पर्सिदेखि या हप्ता दिनपछि म काममा जाँदैछु भन्ने अ, लागिसक्नु हुँदै लागिसक्नु भएको छ भने चाहिँ तपाईँको के चाहिन्छ त्यसको लागि चाहिँ, होइन? अब यहाँ दुबईमा के चाहिन्छ त भन्ने विषय मैले भिडियो भन्न गइरहेको छु। अब अन्तिमसम्म हेर्नु होला है त। जस्तै यहाँ चाहिँ तपाईँले लाइसेन्स भयो तपाईँसँग। पहिलो नम्बरमा लाइसेन्स भयो। दुई नम्बरमा हामी चाहिँ नेपालमा हुँदा चाहिँ बिलबुक भन्थ्यौँ, यहाँ चाहिँ अब मुल्किया भन्ने रहेछ। लाइसेन्स मुल्किया, अनि त्यसपछि आरटिए ओर पर्मेन्ट भन्ने हुँदो रहेछ। आरटिए ओर पर्मेन्ट त्यो भनेको चाहिँ कस्तो हुन्छ भने यस्तो हुँदो रहेछ। अहिलेदेखि यस्तो हुन्छ भन्नु, यस्तो हुन्छ होइन। टक्क यो चाहिँ यहाँको उयो हो, आरटिए ओर पर्मेन्ट। यो भइसकेपछि तपाईँको अनि अब तपाईँको बाइकको रिन्यू छ कि छैन। जस्तै मेरो बाइकको रिन्यू हुनाले मैले बाइक छ, अनि त्यसपछि कम्पनीले फोन गरेर ल तेरो यो दिन चाहिँ बाइकको रिन्यू छ जा भनेर भन्छ उसले। अनि त्यसपछि हामी सर जाने, अनि फेरि एक वर्षको लागि ढुक्क भयो। त्यो भइसकेपछि यो पनि यो आरटिओ पर्मेन्ट चाहिँ तपाईँको एक वर्षको लागि हुन्छ। एक वर्षको लागि चाहिँ ठ्याक्क भइसकेपछि अनि फेरि रिन्यू गर्ने कम्पनीलाई भन्ने, ल मेरो रिन्यू सिद्धि गरिदियो भनेपछि एकचोटि गरेर त्यहाँ गएर गरिसकेपछि चाहिँ अर्कोचोटि चाहिँ कम्पनी आफैले गरिदिने हो। अनि त्यसको लागि चाहिँ तपाईँले पहिलो नम्बरमा लाइसेन्स चाहियो, त्यसपछि मुल्किया, त्यसपछि आरटिए पर्मेन्ट, त्यसपछि बाइकको त अब त्यो मुल्किया भनेको त अब त्यसमा त त्यसको पनि रिन्यू गर्नुपर्दो रहेछ वर्षमा। अर्को वर्षमा रिन्यू गर्ने। त्यो भएर भइसकेपछि अनि तपाईँ लाउनु पर्यो, सेफ्टी लाउनु पर्यो हातमा, यहाँ लाउनु पर्यो होइन। आरटिएसँग बच्नको लागि चाहिँ, अब यहाँ बाइक निर्धक्क भएर चलाउनको लागि चाहिँ भन्ने मैले बताइरहेको छु कि सेफ्टी हुन्छ। टक्क सेफ्टी लाउने, हातमा गोडामा लाउने सेफ्टी सेफ्टी जुत्ता हुन्छ। टक्क सेफ्टी जुत्ता लगाइसकेपछि हातले अगाडि गएर ढ्याक्क बसेर आफैले आफ्नो आइडी होइन, लाइसेन्स, त्यसपछि मुल्किया, आरटिओ पर्मेन्ट ल मेरो छ भनेर टक्क देखाएर अनि ल ठिक छ जा भनेपछि हामी सबै निरक्क भयो। त्यसको लागि चाहिँ यो हुन चाहिँ एकदम जरुरी छ। तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ यदि हुन चाहिँ एकदमै जरुरी।